र मेन क्वेसन हो पैसा कसरी कमाइन्छ। यो बिजनेसमा तपाईले रजिस्टर गरेर लाइसेन्स लिइसकेपछि तपाईको ट्रेनिङ साइट खुल्छ, तपाईले ट्रेनिङ पाउनुहुन्छ फ्रम स्क्रैच। अनि यो बिजनेस गर्नको लागि तपाईले यति पर डे लेख्नु परेको, यो सर्टिफिकेट हुनुपर्छ, यो लेभलसम्म पढेको हुनुपर्छ, त्यस्तो केही पनि चाहिँदैन। तपाईले स्क्रैच देखि नै ट्रेनिङ पाउनुहुन्छ। इट्स नट ओन्ली अबाउट ट्रेनिङ, होल्ड अन, टुल्स, टेक्निक्स, स्ट्राटेजिज अनि मेन्टर एन्ड कोच। मेन्टर र कोचलाई तपाईले लाइफ टाइम पाउनुहुन्छ। टुल्स, ट्रेनिङ, स्ट्राटेजिजहरू पनि तपाईहरुले लाइफ टाइम, एन्ड इट इज फ्री। यहाँ चाहिँ सबै कुराहरू आफ्टर यु जोइन दिस बिजनेस यसमा सबै कुराहरू फ्री छ। अनि तपाईले लाइफ टाइम सम्ममा यो सबै सर्भिसेसहरू, यो सबै कुराहरू चाहिँ एक्सेस पाउनु नै हुन्छ। तपाईको ट्रेनिङ खुलिसकेपछि त्यसपछि चाहिँ तपाईको बन्छ वेबसाइट, तपाईको पर्सनल वेबसाइट बन्छ, जहाँ चाहिँ तपाईले अब यो ग्लोबली, यो पुरा ग्लोबमा, यो वर्ल्ड वाइड नै तपाईहरुले क्लाइन्ट, कस्टमर अनि बायरहरूको माझमा, त्यो प्लेटफर्ममा त्यहाँ पुग्ने मौका पाउनुहुन्छ। यो अटोमेटेड सिस्टमले चाहिँ तपाईलाई क्लाइन्ट, कस्टमर, बायर्सहरू चाहिँ आफै ल्याइदिन्छ। सो इजन्ट इट इजी। जब तपाईँ सुतिरहनु भएको हुन्छ, तपाईँ खाना खाइरहनु भएको हुन्छ, या फिर घुम्न जानुहुन्छ, या फिर तपाईँ कुनै मुभी हेरिरहनु भएको छ, त्यति बेला पनि तपाईको साइडमा इन्कम जेनेरेट भइ नै रहेको छ। बिकज हाम्रो अटोमेटेड सिस्टमले सबै कुराहरू, हेभी लिफ्टिङ कामहरू चाहिँ साइडमा गरेर राखेको हुन्छ। र तपाईले 1 या 2 घण्टा जो सोशल मिडियामा यत्तिकै पनि बिताउनु नै हुन्छ हैन, हो त्यो गरेर नै पैसा कमाइन्छ। के हो यो बिजनेस भन्ने कुरा त मैले सरस्वती भनिसकेँ, र तपाईँ क्युरियस पनि भइराख्नु भएको होला। अब एकचोटि यो दैलामा आइसकेको, यो नक नक गरेर अपर्च्युनिटी आइसकेको अपर्च्युनिटीलाई चाहिँ एकचोटि हेरेर, बुझेर के चाहिँ रहेछ भनेर औलाएर अनि डिसिजन लिने हो कि आई विल स्ट्रङली रेकमेन्ड कि एकचोटि तपाईहरुले यो बिजनेस के चाहिँ रहेछ भनेर बुझिहाल्नुहोस्। कागले कान लग्यो भनेर कागको पछाडि दौडिने होइन, आफ्नो कान समात्ने हो, पहिला हेर्ने हो छ कि छैन भनेर। तपाईहरुले चाहिँ मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ, कि भने कमेन्ट सेक्सनमा इन्फो भनेर कमेन्ट गरिदिनुस्, अनि त्यसपछि चाहिँ म तपाईहरुलाई रिच आउट गर्नेछु। हस् त, नमस्ते।